नमस्कार। आज हामीले तपाईलाई बिर्ता बजारदेखि सिधै पश्चिमपट्टि यो बाटो गोकुल जोशी मार्गमा लिएर आएका छौँ। बिर्ता बजारबाट लगभग 1 किलोमिटर पश्चिम आउँदाखेरि यो ठाउँमा आइपुगिन्छ। यो एरियालाई चाहिँ तपाईँको दाहाल गाउँ भन्छ हैन। यो घर बनिसकेको तल देखिएको मनमोहन प्राविधिक शिक्षालय हो। यता पनि प्लटिङ भइसकेको जग्गा हैन। अनि हाम्रो बिक्रीमा रहेको जग्गा भनेको चाहिँ यो जग्गा हो। यो बिचको जग्गा ट्याक्कै यो धान रोपेको जग्गा ट्याक्कै यो पश्चिमपट्टिबाट पनि उत्तरपट्टि गयो एउटा बाटो। त्यस पछाडि यो पूर्वपट्टिबाट पनि अर्को एउटा 20 फुटको बाटो गएको छ। हाम्रो जग्गा भनेको ठ्याक्कै यही बिचको जग्गा हो। त्यो माथि किलो देखिएको पोइन्टसम्म हाम्रो जग्गा पुग्छ। मुख 38 फिट मुख छ यो मेन रोडमा, ठुलो रोडमा हैन। गोकुल जोशी मार्गमा 38 फिट मुख छ र पछाडिपट्टि पनि 38 फिट मुख रहेको जग्गा। यो बाटो जाँदाखेरि भनेको चाहिँ तपाईको सिधै घैलाडुबा चम्पापुर यो तल बेलडाँगीदेखि दक्षिणपट्टिको क्रसिङ हुँदै सिधै चम्पापुर परसम्म निस्किन्छ। चम्पापुरभन्दा अगाडि बिरिङमा पुल पनि बन्दैछ। यो जग्गा चलन चल्ती भन्दा एकदमै सस्तोमा आएको छ। चलन चल्ती भन्दा यहाँ चलेको मूल्य भन्दा 50,000 रुपियाँ धुरमा सस्तोमा आएको छ र तपाईहरुलाई त्यो रेटमा उपलब्ध हुनेछ तुरुन्तै पास गर्ने हुँदाखेरि।